क्रुसको काठ आफ्नै कान्दामा बोक्नुभयो, जसरी इसहाकले काठ बोकेको थियो। तर यसपटक चक्कु रोकिने छैन, आगो निप्ने छैन। चक्कु न्याय र क्रोधको प्रतीक हो। इजरायलको इतिहास हेर्दा जब पनि मानिसहरूले पाप गरे, परमेश्वरले शत्रुहरू पठाउनु भयो र तरवालद्वारा चाहिँ उनीहरूको न्याय भयो। घृणाले होइन, तर पवित्रताको कारण। आगोले सदोम र गमौरा सम्झाउँछ। आगो परमेश्वरको धार्मिक न्यायको चिन्ह हो। अब्राहमले आगो र चक्कु बोके, तर इसहाक मरेन। किनकि परमेश्वरले साँचो बलिदानलाई भविष्यको लागि बचाइराख्नु भएको थियो। क्रुसमा यीशुले दुई सामना गर्नुभयो। न्यायको चक्कु उहाँमाथि खस्यो, क्रोधको आगो उहाँले सहनुभयो। यशाया 53:5 भन्दछ, उहाँ हाम्रो अपराधको कारण घाइते हुनुभयो, हामीलाई शान्ति दिने दण्ड उहाँमाथि पर्यो। परमेश्वरले अब्राहमको हात रोक्नुभयो, तर आफ्नै पुत्रको हात रोक्नु भएन। इसहाकको साटो एउटा भेडा दियो, हाम्रो साटा यीशु दिनुभयो। यूहन्ना 1:29 भनिन्छ, भोलिपल्ट उहाँले यीशु क्रिस्टलाई आफ्नो कहाँ आएको देखेर भन्नुभयो, हेर संसारको पाप उठाइ लैजाने परमेश्वरको थुमा। जहाँ इसहाक बाँच्यो त्यही पहाडमा यीशु मर्नुभयो। यस घटनाले हामीलाई एउटा गहिरो सत्य सिकाउँदछ। परमेश्वरले हामीबाट त्यो कुरो कहिले माग्नु भएन जुन कुरो उहाँ आफै दिन तयार हुनु भएन। आगो र चक्कु इसहाकको लागि थिएन, त्यो येशू ख्रीष्टको लागि थियो। आज यसै कारणले हामी डरमा होइन, दण्डमा होइन, दोषमा होइन, तर हाम्रो पापको लागि क्रुसमा मर्नु भएको येशू ख्रीष्टले गर्दा हामी मुक्त र स्वतन्त्र भएको छौँ।